हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ मेरो अफ हो होइन, वेडनेसडे मेरो अफ हुन्छ नि त। त्यही त आज घाम लागिरहेछ है, घाम लागिरहेछ। अन्त लुगा धुनुपर्ने छ होइन, लुगा धुने प्रोसेस, रुमहरू साफसफाइ गरियो। अन्त नानीलाई पनि अघि रेडी बनाएर स्कुल पठाइयो होइन। त्यही गाइस अब लुगा चाहिँ बाउ छोराको चाहिँ टन्नै निस्केछ होइन। अब टन्नै भन्दा पनि टन्नै अब हुन्छ नि, भ्याएन त, अरू बेला भ्याउँदैन नि त होइन। लुगा चाहिँ त्यो निस्केछ है, नानीको ब्ल्याङ्केटदेखि लिएर सबै निस्केछ होइन। घाम लागेको बेलामा मौका छोपिहाल्नुपर्छ, फेरि पानी पर्छ नि त होइन। छुट्टीको दिनमा आज चाहिँ कुरामा चाहिँ धुएन भने फेरि अरू बेला धुनै पाउँदैन नि त होइन। हेर्न सक्नुहुन्छ होला आजको घाम यस्तो मजाले लागिरहेछ है। अब ब्ल्याङ्केटदेखि लिएर अब 2टा ब्ल्याङ्केट है, नानीको लुगा, स्कुलको लुगा, अन्त मेरो नि 2वटा लुगा होला होइन। भाइको यसबाट त स्टार्ट गर्नु पऱ्यो नि त होइन। कति मलाई छ जस्तो खोलामा रहेछ कि। पारिबाट पनि फोन आइरहेछ नि त मासुको लागि। त्यो अब सोर मासु ल्याउनु जान्छु है। देख्नुहुन्छ रेडिङ गरी होइन, टेरेसमा छ है। ब्ल्याङ्केट छ नि त, थाहा नि त। हाम्रोबाट चाहिँ यस्तो देख्छ गान्तोकहरू, हाम्रोबाट चाहिँ यस्तो देख्छ है। यस यो छोटो मसिङ आएको नि त साथी, छोटो गाइस थाके गएको होइन। पारी फोन गरेको थिएँ, आएको छ भाइ बस्तीको मासु भन्नु थालेँ होइन। अन्त त्यही हो, बस्तीको मासु लिनु गएको, सुँगुर मासु अफर दिँदा खानु पनि त आएँ है। त्यही हो, हाफ प्यान्ट बेस्टमै हिँड्छु होइन। ए गाइस अब छुट्टीमा यता कुद्दा